गाइसहरु हामी कहाँ आएको छौं सिद्धपोखरीमा आएको छौं टुरिज्मलाई अब प्रमोट गर्नु पर्यो लागि लोकल टुरिज्मलाई चाहिँ प्रमोट गरेको छैन हामी आफ्नैबाट चाहिँ सुरुवात गरेको छौं अन्त भर्खर पाउनु भयो त हामी म यो ग्रुपको चाहिँ डन हो त्यही भएर हामी चाहिँ अहिले हामी भक्तपुरको सिद्धपोखरी चाहिँ घुम्न आइराखेको छौं हाम्रो टिचिङ लर्निङ सेसन सकेर अनि हाम्रो क्लासको सबै भन्दा डनहरु अनि तपाईहरु हेर्न सक्नुहुन्छ भ्यू अनि यहाँ माछा अनि त्यसपछि हेलो सरस्वती दिदी हेलो तपाईलाई कस्तो फिल भइरहेछ अहिले तपाई ह्यापी छु किनभने हामीले 1 महिनाको हाम्रो टिचिङ प्र्याक्टिस पनि इन गरेर हामी आज कहाँ आएको छौं सिद्धपोखरी भिजिट गर्दै छौं त्यसको लागि चाहिँ यहाँ राम्रो ठाउँ छ अरु कोही आउनु भएको छैन भने हजुरहरुले पनि यहाँ भिजिट गरिदिनु होला यहाँ आएपछि एकदमै फ्रेश हुन्छ एकदम रमाइलो छ यहाँ माछा के छ प्लिज एक शब्द जाओस् न मलाई साथीहरुले डिस्टर्ब गरेको सूचना अनि भन्नु न बोल्लो तान्छु यार त्यो डन भएर पनि होला त्यसको लागि म खुसी छु तपाईं एकदम ह्यापी म त एकदम ह्यापी दुखी भन्ने कुरा लाइफमा थाहा छैन तपाईलाई के अब 1 महिनामा त एकदम हाम्रो ह्याट्रिक नै भयो नि त धेरै ड्युटी अनि त्यसपछि अब कन्टेन्ट प्रिपेयर गर्नेदेखि लिएर क्लास गर्नेदेखि लिएर अनि क्लासलाई कसरी रन गर्नेदेखि लिएर सबै सोच्नु पर्थ्यो एबिएट्सदेखि लिएर स्लाइड बनाउनेदेखि लिएर सबै सोच्नु पर्थ्यो अनि आज फाइनली हाम्रो चाहिँ 1 महिनाको टिचिङ लर्निङ सकिएको छ अनि तपाईले चाहिँ कस्तो फिल भइरहेछ एकदम त्यो कुराहरु पहिला जति हामीले अप्ठ्यारो महसुस गरेका थियौं त्योहरु चाहिँ सजिलैसँग हामीले त्यो दिनहरु चाहिँ सहज तरिकाले नै पार गर्यौं सोचे जतिको अप्ठ्यारो भएन अब साथीहरु एकदम सपोर्टिभ भएर पनि होला म्यामहरु पनि त्यही भएर आफूले अप्ठ्यारो भएको बेला साथीहरुको हेल्प पाएँ मैले चाहिँ अरूले पनि पाएँ होला र आज चाहिँ अब जे भने पनि हामीले 1 महिनाको आफ्नो